नमस्ते साथीहरू, म चाहिँ हाल कुवेतबाट हो। अनि मैले चाहिँ यो चेरी बनाउन लागेको थिएँ। अनि सोचेँ सानो भिडियो नि बनाऊँ भन्ने है, किनभने अहिले जुन नयाँ दिदीबहिनीहरू आउनुभएको छ मुस्लिम कन्ट्रीमा, अहिले रमदान चलिरह। अनि यो चाहिँ एकदम चाहिन्छ कि यो फेरि सकिँदा बित्तिकै बनाएर राख्नुपर्छ। अनि यसलाई एक्स्ट्रा टाइम पनि लाग्छ नि त। अनि त्यही भएर उहाँहरूलाई नि सजिलो होस् भनेर के यो बनाउन खासै गाह्रो त छैन। अब अर्काको देशमा हामीले भाषा नबुझुन्जेल चाहिँ गाह्रै लाग्छ नि त। जति सजिलो काम भए पनि हामीलाई गाह्रै लाग्छ कि। अनि त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको। अनि यो गराउनु चाहिँ खासै गाह्रो छैन। अनि 2 चम्चा चिनी हाल्ने, अनि चेरी हाल्ने, एउटा जेलीको प्याकेट हाल्ने, अनि तातो पानी हाल्ने 1 गिलास, अनि मजाले फिट्ने। एकचोटि उमाल आएपछि ग्यास बन्द गरेर फेरि चिसो 1 गिलास पानी हालेर मजाले फिटेर सानो कटौरामा हालेर चाहिँ हामीले फ्रिजमा राखिदिनुपर्छ। 4-5 घन्टापछि चाहिँ